गुड मर्निङ। म चाहिँ भर्खर उठेको फ्रेस हुन्छ। आजको दिन चाहिँ मेरो यहीँबाट सुरु। अब हेर्नु होला दिनभरि म के गर्नेछु होइन। भर्खर उठेको यता चाहिँ यसरी गाडीहरू हिँडिरहेछ। पानी परेर होइन, पानी अझसम्मै परिरहेछ। झम्का झम लाएर रोकेको छ पानी। अहिले चाहिँ मौसम अलि सफा भएको छ होइन। यसो हिँड्दैछु। पुरै बर्खा लागेको छ के बर्खा। उसके बाद में अहिले चाहिँ रुममा आएर क्लक टावर घुमेर रुममा आएर थकित भएर यहाँ डम्म भएर बसिरहेको छु। रमाइलो भयो आज। कति 1-1.5 घन्टा हिँडियो होइन, तर माइन्ड पनि फ्रेस भयो। अनि त्यो क्लक टावरमा जाने अस्तिदेखि सोचिरहेको थियो, यतैतिर छ भन्ने सुनेको थियो, तर एक्ज्याक्टली कहाँ छ भन्ने कुरा चाहिँ थाहा थिएन। तर पुगेर आइयो अनि यस्तै हो। अनि होइन रमाइलो पनि भयो, हिँडियो
1-2 घन्टा त त्यहीँ हिँडियो हो, रमाइलो भयो। सो आजको दिन यहीँ समाप्त हुन्छ होइन। थ्याङ्क यू फर वाचिङ साथीहरू होइन। अनि मेरो यो च्यानल चाहिँ नयाँ हो, न्यू हो होइन। हजुरहरूले यदि मेरो भिडियोहरू राम्रो लाग्छ भने डु सब्सक्राइब होइन, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। हस् आजलाई चाहिँ यति नै। म यस्तै अब राम्रो राम्रो भिडियोहरू बनाउँदै जानेछु होइन। अब सुरुमा भएर के गर्ने कस्तो गर्ने भनेर नलेज पनि राम्रोसँग नभएको भएर होइन, त्यही पनि अब निरन्तर जारी छ होइन। यस्तै हो, लाइक कमेन्ट सेयर गरिदिनु होला होइन। मेरो च्यानलको नाम चाहिँ स्वस्ति ब्लग छ होइन। थ्याङ्क यू फर वाचिङ एभ्री वान, बाई एभ्री वान, बी सेफ।